गुड मर्निङ साथीहरू एनादर भ्लग होइन स्टार्ट गऱ्यौँ। गुड मर्निङ साथीहरू, चरीकोट पिपलकोटबाट हाम्रो अर्को यात्रा सुरु भयो। आज चाहिँ हामी बिहानै यो चरीकोट तल बजारको तामाकोसी जानेको पिपलकोट छेउतिर बसेका थियौँ। त्यहाँबाट अब आज चाहिँ हामी पहिला चरीकोट उता दोलखा भीमसेन मन्दिर जान्छौँ। त्यहाँ दर्शन गरेर त्यसपछि हाम्रो यात्रा फेरि सुरु हुन्छ। हाम्रो यात्रा त्यसपछि तौतली गरेर तौतलीको कामहरू अलिअलि सकाएर त्यसपछि फेरि काठमाडौँको यात्रा सुरु हुन्छ। ल त गुड मर्निङ साथीहरू, एनादर डे विथ एनादर ब्युटिफुल भिडियो है त साथीहरू। ल लाइक सेयर सब्सक्राइब गर्न चाहिँ भुल्नु भएन है साथीहरू, ध्याक्क गर्नु पऱ्यो। राम्रो राम्रो भिडियोहरू चाहिँ आउँछ है त बिस्तारै है त साथीहरू। राम्रोसित हेर्दै गर्नु है त साथीहरू। ए बस चाहिँ यहाँ तलतिर हो, तलसम्म पिचे छ क्या, पिचे छ क्या तलसम्म। है साथीहरू, हामी चरीकोट बजारतर्फ अगाडि बढिरहेका छौँ। चरीकोट बजारमा पुगेर फेरि तल दोलखा भीमसेनको मन्दिरतिर जान्छौँ। त्यहाँबाट अलिअलि भगवान्को दर्शन सर्शन गरेर अनि फेरि हामी तौथलीतर्फ अगाडि बढ्छौँ है त साथीहरू। भिडियो
हेर्दै गर्नु होला है त, भिडियो हेर्दै गर्नु होला, लाइक सेयर सब्सक्राइब मजाले कन्फ्युज नगरिकन ट्याङ 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 गरिदिनु होला है त। ल है त साथीहरू, हामी चरीकोट बजार सुरु भयो चरीकोट बजारबाट। ल है त साथीहरू, चरीकोट बजारबाट हुन्छ टक्क हाम्रो ठाउँलाई माया गरेर युट्युबलाई नि माया गरेर टक्क सब्सक्राइब गर्नु है त। चरीकोट बजार चाहिँ एकदम राम्रो बनेको रहेछ, मलाई चाहिँ एकदम मन पर्यो। चरीकोटदेखि को हुनुहुन्छ यसो आफ्नो ठाउँलाई माया गरेर उसलाई नि माया गरिदिनु त, सब्सक्राइब गरिदिनु। साथीहरू, यहाँबाट हामी चाहिँ राइटतर्फ सिंहटी जाने बाटोतिर लाग्छौँ। यहाँबाट चाहिँ सर 2-4 किलोमिटर तल भीमसेनको मन्दिर गएर टक्क दर्शन गरेर अनि फेरि फर्किन्छौँ है त साथीहरू। है साथीहरू, हामी दोलखा आइपुग्यौँ। दोलखा अब यहाँबाट 2टा बाटो छ। यो मास्तिर जाने बाटो चाहिँ के अरे सिंहटी जाने बाटो, तलतिर राइट यो गेटबाट तल छिर्ने चाहिँ दोलखा मन्दिर है त। तलबाट होइन, तलबाट होइन, ए यहाँबाट चाहिँ छिर्ने हो। ल है साथीहरू, हामी चाहिँ दोलखा भीमसेनको दर्शन गरेर सर अब फर्क्यौँ। यो चाहिँ दोलखा बजार मन्दिर बजार है त। यहाँबाट चाहिँ मन्दिर जाने सिंहटी जाने हुन्छ। अब फेरि हामी चरीकोट बजारतर्फ नै अगाडि बढ्यौँ। चरीकोट बजार एकदम आनन्दले मजाले रिल्याक्सै बिहानै आएर मजाले पूजा गऱ्यौँ। अब हामी सरासरी गौथली जान्छौँ। गौथलीको काम सकाएर फेरि बिस्तारै बिस्तारै काठमाडौँतर्फ अगाडि बढ्छौँ है त साथीहरू। मजाले एकदम आनन्दले पूजा गरियो, मजाले भगवान्ले हाम्रो रक्षा गरून्। एकदम मन आनन्द भयो, मजाले पूजा गरियो। है साथीहरू, फेरि चरीकोट बजार स्टार्ट भयो। सर र मजाले आनन्दले पूजा गरेर सर र फर्क्यौँ चरीकोट बजार है त। चरीकोट बजार चाहिँ पहिला आउँदा भन्दा धेरै राम्रो बनेको रहेछ, खुसी लाग्यो, राम्रो लाग्यो है त साथीहरू। नेपाल भनेको छ चरीकोट बजार मजाले। अब हामी चाहिँ राइटतिर जान्छौँ, यता ढुङ्गाउँदै जान्छौँ। यता लेफ्टतिर गएर गयो भने चाहिँ पुर्कोट, तामाकोसीबाट उता पुर्कोट कता कता पुर्कोट हुँदै सिन्धुली कता कता निस्किन्छ। हामी यता चाहिँ जान्छौँ होइन।
बजार पनि छोड्दैछौँ जरीकोट बजारलाई अहिले बाहिर गरेर पछि फेरि खोलेर बनाउने कोसिस गर्नेछु आज चाहिँ खासै गोलीहरू आइरहेको छैन साथीहरू हामी भरि नै छौँ राम्रोसँग हेरेर लाइक सब्सक्राइब सेयर सबै गर्नु नभुल्नु होइन मजाले आनन्दले यसो भन्दा भन्दै हामी जरीकोट बजारलाई छोड्यौँ अब फेरि अगाडि बजार हामी छौँ होइन साथीहरू हाम्रो भिडियो राम्रोसित हेर्दै गर्नु होला राम्रोसित लाइक सेयर सब्सक्राइब गर्नु होला है साथीहरू हाम्रो ठाउँ हेर्दै जाउँ है त सारा होइन एकदम आनन्दले हाम्रो ठाउँ हेर्दै जाउँ आज खासै बोल्नलाई एनर्जी आइरहेको छैन हिजो एनर्जेटिक गाह्रो धेरै एनर्जेटिक गाह्रो हिजै एनर्जी सबै भएछ आज खासै बोल्नलाई नि एनर्जी आइरहेको छैन ठिकै छ साथीहरू हाम्रो ठाउँ सर र मजाले हेर्दै जाउँ है त साथीहरू आनन्दले साह्रै सर र पाराले हेर्दै जाउँ है त साथीहरू अलिअलि यतातिर चाहिँ अलि ठिकै बाटो छ अलि अगाडि गएपछि अलि बाटोहरू बिग्रिएको रहेछ ठिकै छ यो ठाउँका मान्ने गर्ने मान्छेहरू यो बाटोलाई चाहिँ चाँडोभन्दा चाँडो मर्मत गरिदिनु होला यस्तो राम्रो ठाउँलाई त्यस्तो कुरो बनाएर राख्नु हुँदैन राम्रो बाटो भएपछि देश विकास भनेकै त्यही हो बाटोघाटो शिक्षा स्वास्थ्य बिजुली नेट यस्तै हो बाटो चाहिँ राम्रोसित बनाइदिनु होला मान्ने गर्ने मान्छेहरू सबैले यो कुरामा चाहिँ सिरियस भएर ध्यान दिनु होला राम्रो बाटो बनाइदिनु होला आन्तरिक बाह्य पर्यटकहरू मजाले बढ्ने छन् यस्तो राम्रो ठाउँलाई कुरूप बनाएर नराखिदिनु होला है त मैले त्यति नै भन्न चाहेँ ल साथीहरू हाम्रो यात्रा जारी छ रमाइलो यात्रा एकदम बाटो चाहिँ खाल्दाखुल्दी अलि भएको रहेछ है यहाँका दोलखाका मान्ने गर्ने जीवहरू यस्तो राम्रो ठाउँलाई यस्तो आफ्नो ठाउँलाई प्रमोट गर्नु होला यस्तो खाल्दाखुल्दीहरू चाहिँ पुरेर एकदम राम्रो बनाइदिनु होला आन्तरिक पर्यटन र बाहिरी पर्यटकहरू एकदम आउने छन् तपाईँको ठाउँको एकदम विकास हुने छ यस्ता खाल्दाखुल्दीहरू चाहिँ चाँडोभन्दा चाँडो बनाइदिनु होला यही नै हो हाम्रो रिक्वेस्ट चाहिँ यस्तो राम्रो ठाउँलाई यस्तो कुरो बनाएर राख्नु हुँदैन दोलखा चरीकोटको बासिन्दाहरूले पनि एकदम पहल गर्नु होला यस्तो राम्रो ठाउँलाई यस्तो कुरो बनाएर राख्नु हुँदैन है त हाम्रो भनाइ त्यति हो सबै बाटो बिग्रेको पनि छैन कतै कतै यो खाल्दाखुल्दी कतै ठुल्ठुलो भइसकेको रहेछ चाँडोभन्दा चाँडो बनाएर आफ्नो ठाउँलाई आफ्नो देशलाई माया गर्नु होला त्यति नै भन्न चाह्यौँ हामीले त्यही भएर मैले कम्पेयर गर्न चाहिँ चाहेको होइन तर योभन्दा चाहिँ चौतारातिरको बाटो सिन्धुपाल्चोक चौताराको बाटो एकदम धेरै राम्रो छ यहाँको नि राम्रो छ यहाँको ठाउँ नै राम्रो छ तर यो बाटो चाहिँ अलिकति चाँडो भत्किन्छ अलिकति क्वालिटीको बाटो राम्रो बाटो बनाइदिनु होला देश विकास ठाउँ विकास त्यत्तिकै हुनेछ बाटो चाहिँ राम्रोसित बनाइदिनु होला है त हाम्रो हम्बल रिक्वेस्ट भनेको नै यही हो यति चाहिँ बनाइदिनु होला है त यो ठाउँका गर्ने मान्ने सबैजनाको ध्यान जाओस् त्यही नै भन्न चाह्यो हामीले ल साथीहरू हामी खरढुङ्गा आइपुग्यौँ फेरि होइन यो चाहिँ चेक पोस्ट
होइन खरढुङ्गाको है त साथीहरू। यो ठाउँको मेरो माग भनेकै बाटो एकदम राम्रो बनाइदिनुहोस् भन्ने मात्रै रह्यो। बाटो चाहिँ राम्रै छ, ठाउँ ठाउँमा राम्रो छ, ठाउँ ठाउँमा चाहिँ त्यो खाल्ला खुल्ली परेर अलिकति त्यस्तो नराम्रो नि होइन, तर एउटा पिच सबैतिर पिच भइदियो भने त सबैलाई हिँड्न नि सजिलो भयो, राम्रो भयो, त्यही मात्रै हो माग चाहिँ मेरो। खरढुङ्गा है त साथीहरू, खरढुङ्गा साना त्यो चाहिँ खरी उत्पादन गर्ने मेसिनहरू त्यहाँ देखिरहेको चाहिँ सर अब यो खरढुङ्गा अलिकति अगाडि राम्रो ठाउँमा गएर फोटोहरू खिच्नुपर्छ यार। हिजो त खिच्नै पाएको छैन यार, पानी खिच्ने नि यार। साथीहरू खरढुङ्गा सारा यो त खरढुङ्गा बजार भन्न मिलेन होइन, बजार चाहिँ छैन। खरढुङ्गा खरी उत्पादन, पहिला चाहिँ यहाँनिर माथि खरी उत्पादन हुन्थ्यो। माथि चिनी हो र तलै त्यसमा खिच्यो भने माथि जाने र माथि डाँडामा जाने, डाँडामा जाने। साथीहरू बाटो त खतरा रहेछ त लाखे। अझै माथि डाँडातिर फोटोहरू यसो खिच्नलाई जाँदैछौँ साथीहरू। यही हुन्छ हो है त साथीहरू, खतरा भ्यू है त, राम्रो ठाउँ देखिया छ, एकदम राम्रो ठाउँ देखिया छ। यस्तो बबाल देखिया छ कि हाम्रो त उठ्नै सकिनँ त यार। ओहो बाबा है हेलो गरिदिए पछि हेलो हेलो, लाइक सेयर सब्सक्राइब गरिदिनु भन्दैन न यार। खरढुङ्गा है त यस्तो बबाल देखिया छ कि होइन साथीहरू। यो तलको गाउँ चाहिँ के गाउँ हो मलाई थाहा भएन होइन। जेठल जेठल बब्बाल देखिया छ होइन साथीहरू। अलिकति कति हुन्छ म जुम गरेर देखाउने कोसिस गर्छु होइन। पुरै जुम हुँदो रहेछ होइन, बब्बाल जुम हुँदो रहेछ। कुन है साथीहरू खरढुङ्गा यसो सरेर फोटो भिडियोहरू अहिले खिचेर हामी फेरि अगाडि बढ्यौँ। सरेर खरढुङ्गाको फोटो भिडियोहरू अलिअलि खिचेर हामी फेरि अगाडि कौधलीपट्टि अगाडि बढ्यौँ। अब हामी कौधली जान्छौँ। है त साथीहरू, हामी फेरि अब यो खरढुङ्गालाई छोडेर हामी फेरि अगाडि बढ्दैछौँ। अब एकछिनमा फेरि पुणे बजार पुग्नेछौँ। साथीहरू यो चाहिँ खरढुङ्गा बजार राम्रो छ, राम्रो ठाउँ, हाम्रो ठाउँ
यसलाई प्रिजर्भ गर्नुपर्छ, बाटोघाटो राम्रो बनाएर टुरिस्ट डेस्टिनेसन बनाउनुपर्छ। र यहाँको गण्यमान्यजीहरू सबैले यसलाई अलि ध्यान दिएर बाटोघाटो राम्रो बनाउनु पर्यो। अनि हाम्रो ठाउँलाई एकदम प्रमोट गरेर टुरिज्म हब, टुरिज्म डेस्टिनेसन बनाउनुपर्छ। है त साथीहरू, ल अगाडि गएर भेट्छौँ है त हामी फेरि, ल अलि अगाडि गएर। ल है त साथीहरू, हामी चाहिँ अब बिस्तारै दोलखा जिल्लालाई छोडेर सिन्धुपाल्चोक जिल्लामा प्रवेश गर्दैछौँ। खरडुङ्गा चाहिँ दोलखा जिल्लामा पर्छ। ल यता यो गेटबाट ल यो गेटबाट उतापट्टि चाहिँ दोलखा जिल्ला भयो। यहाँबाट चाहिँ अब सिन्धुपाल्चोक जिल्ला सुरु भयो है त साथीहरू, सिन्धुपाल्चोक। र साथीहरू हामी सिन्धुपाल्चोक जिल्ला प्रवेश गऱ्यौँ, सिन्धुपाल्चोक स्टार्ट भयो। ल है साथीहरू, हामी अब मुडे बजार प्रवेश गऱ्यौँ, मुडे बजार स्टार्ट भयो। यो चाहिँ मुडे बजार है त साथीहरू। मुडे बजार यहाँबाट यो लेफ्ट साइडपट्टि यो तल गयो भने चाहिँ सैलुङ जाने बाटो भयो। हामी चाहिँ सिधै जान्छौँ, सिधै चाहिँ काठमाडौँ जाने बाटो भयो। सिधै गएपछि चाहिँ तल हामी खाडी चौर बजार पुग्छ, त्यहाँबाट चाहिँ काठमाडौँ जाने बाटो भयो। त्यहाँ चाहिँ सैलुङ जाने बाटो। एकदम चिसो मौसम, राम्रो मौसम छ, एकदम राम्रो है त साथीहरू। भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेर हामीलाई साथ दिनु होला। भिडियो फुल हेरिदिनु होला। एउटा कमेन्ट छोड्न चाहिँ नभुल्नु होला है। तपाईँहरूलाई कस्तो लाग्यो कस्तो भिडियो हेर्न चाहनुहुन्छ है। हाम्रो हौसला बढाइदिनु होला, एउटा कमेन्ट छोडेर लाइक गरेर अनि सब्सक्राइब पनि गरेर हाम्रो हौसला बढाइदिनु होला। हामी फेरि पनि मिठो राम्रो भिडियो ल्याउने कोसिस गर्दैछौँ। हामी सुरुवाती चरणमा छौँ। तपाईँहरूको एक लाइक, एक सब्सक्राइब, एउटा कमेन्टले नै हाम्रो धेरै मनोबल उच्च हुनेछ। त्यो अनुसार राम्रो भिडियो ल्याउने हाम्रो झन् मनोबल बढ्नेछ। त्यसको लागि एउटा सेयर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला है त, हाम्रो हौसला बढाइदिनु होला। हामी राम्रो भिडियो ल्याउने एकदम जबरको कोसिस जारी नै रहन्छ। आज बोल्नलाई फेरि धेरै एनर्जी आइरहेको छैन। हिजो धेरै एनर्जी ड्रिङ्क खाएर एनर्जी जति त्यहीँ खर्च भएछ, सबै सिद्धेछ। आजलाई फेरि एनर्जी अहिले पछि हाल्नुपर्छ, अनि एनर्जी आउँछ है त साथीहरू। ल है त अगाडि गएर फेरि भेटौँला है त। है साथीहरू, हाम्रो यात्रा जारी छ। हामी चौधरीतर्फ अगाडि बढिरहेका छौँ। बाटो ठिकै राम्रै छ, जो स्पिड अलिअलि भत्किएको रहेछ, ठिकै छ, राम्रै छ। सारा अगाडि बढिरहेको छौँ चौधरीतर्फ है त साथीहरू। गाउँमा राम्रै विकास भइसकेको रहेछ साथीहरू, तर होइन काम गर्ने मान्छेहरूले चाहिँ राम्रोसित काम नगरिदिएको होला।
त्यही भएर बाटोहरू अलिकति अब गाउँको बाटो हो, पानी धुवा धुलो यस्तै हो। धुवा धुलो त खासै छैन होइन। अब यो प्रकृतिको स्वरूप अलिकति बाटोहरू भत्कियो भने सबै रहेछ। समग्र रूपमा राम्रै छ, यस्तो राम्रो चिसो मजाको पानी छ। यो पानीलाई सदुपयोग गर्न पाइयो भने नेपाल विकास हुनलाई धेरै टाइम त लाग्दैन। तर भएको कुरालाई चाहिँ मजाले युटिलाइज गर्नु पर्यो। माथिबाट देखेको ठाउँहरू हाम्रो यही हो र? यही हो, यही हो। मजाको छ साथीहरू। हामी उठेमा डाँडामा चाहिँ नि हो र? यहाँको सबै खेतीपाती नै के गर्छ त्यही हो। आलु रोप्ने, त्यही त आलु रोप्ने हो। यो आलु यो मुरेको आलु भने यतैको हो क्या सबै। आलुहरू त्यो बन्दाहरू चाउलीहरू धेरै तर है पानीहरू, तर यहाँ त म के अरे हिउँदमा यत्तिकै पानी भयो भन्छ। हुन्छ यहाँको पानी। तर यहाँ यतातिर त त्यो ट्राउट माछा पाल्यो भने त खतरा हुन्छ होला है। चिसो पानी है, यत्रो ठुलो पानी छ। बाटो पनि अब बजारको बाटो समस्या त भन्नु हुँदैन है। यिनीहरू त सुक्दैन बर्खा अरू बेला मात्र चिसो पानी है। गर्मीमा त्यति गर्मी हुँदैन, जाडोमा त्यही जाडो हुँदैन नि यतामा। कोचबारीको भन्दा राम्रो यार बाटो। बाटो त राम्रो छैन उताको लागि। पाखर गाउँपालिका पढेको, पाखर गाउँपालिका पढेको। पाखर काठमाडौँ त यस्तो पानी भइरहेको है। त्यहाँको समस्या भनेको पानीको मात्रै हो क्या। तर सरकारले गर्नुपर्ने हो क्या एउटा होइन। धेरै टाढा पनि पानीको स्रोतहरू पनि धेरै टाढा नि छैन नि त होइन। एउटा व्यवस्थित तरिकाले होइन लग्यो भने त यार पहिलाकोहरूले त्यो पैसा खानलाई नै छिटो भयो क्या। गर्न खोज्दैन अब पानी होइन। त्यही मेलम्चीको सबै खनिसकेको छ। त्यो कुरालाई व्यवस्थित तरिकाले लगेर त्यो पानी सोध्याएर त्यो गरिदिने हो भने त त्यही नै ठिक छ नि। साथीहरू हेर्नु होला है, कस्तो बबा झरना छ होइन।
यो त सानो झरना भयो अहिले ठुलो झरनामा जाने हामी यस्तो बवाल ठाउँ छ होइन यस्तो बवाल छ है साथीहरू राम्रो रहेछ क्रिसमस भइरहेको छ होइन रविन्द्र अप्रेलको पनि मजा आइरहेको छ यस बवाल रमाइलो भइरहेछ यहाँ र उता त्यहाँ सब कच्ची हो जहाँ पनि पुऱ्याइदियो क्या हो गाउँबाट यता चाहिँ दुईजना ठेकदारहरूको कुरो नमिलेर सिट भएन अब यता सिट नेसनल गाउँपालिका पऱ्यो यता अब पाटन गाउँपालिका पऱ्यो खोला धेरै ठाड खोलाहरू धेरै है ठुल्ठुलो भल आउने गरी त हुँदैन खतरा बवाल झर्ना साथीहरू यसो बवाल ठाउँहरू है त्यो गाउँ पनि कस्तो राम्रो देखेको यहाँबाट चाहिँ होइन बवाल छ साथीहरू नगरपालिका हो है त्यहाँको त नगरपालिका बाटो पुगेन नगरपालिका घोषणा गर्दा चाहिँ यार बाटो पुगेको छैन घरतिर छैन नि त्यो माथि माथिसम्म गाडी पुग्छ त्यहाँबाट 20 मिनट जति तल हिँड्नुपर्छ क्या अनि यो चाहिँ बाटो तिमीहरूको त अनि अब त्यहाँ सदरकामै त्यहाँ भयो नि त यहीँबाट नगरपालिका भएको चाहिँ हाम्रो 1 नम्बर पर्छ नि त तिमीहरू कति नम्बर पर्ने सिन्धुपाल्चोको मेलम चाहिँ 2 नम्बर होइन मेलम चाहिँ 2 नम्बर हो 2 नम्बर यो अहिले नि गाउँपालिकै हो र नगरपालिका होइन गाउँपालिका हाम्रो चाहिँ फेरि अहिले बाटो खन्न थालेको छ के अरे आधीसम्म खनेर छ नभए माथि त्यो काटालसम्म मात्रै बाटो छ नि त अब त्यता पनि पिच हुनु लागिरहेको छ के अरे तल हाम्रो गाउँ घरमा पुग्ने ठाउँमा चाहिँ अहिले आधीसम्म बाटो खने अरे अब फेरि यो बर्खा सकेपछि फेरि तल खन्ने भने के अरे त्यहाँ त हावादारी त्यो उसमा नगरपालिका घोषणा गरिदिएर बाटै पुगेन नगरपालिका तर नगरपालिकामा त सबै व्यवस्थित भएर चाहिँ नगरपालिका राख्छ सबै कुरा व्यवस्थित भइसकेपछि मात्रै हो नि त पानी त व्यवस्थित होला सबै पानीहरू त घर घरमा होला त घरै छैन अब घर सबै गाउँ नै उठेर हिँड्छ क्या अब एक घर कि कति मात्रै बाँकी छ क्या एउटा त्यो भतिज मात्रै बसिरहेको छ अरू सब छोडेर हिँड्छ ए छोडेर काठमाडौँतिर ए सबै काठमाडौँ अनि त्यो काले उनीहरूले नि छोडेर काठमाडौँ आएको हो नि त त्यसको त नि बुवा मर्चाहरूसँग त त्यति त्यो छैन भन्थ्यो हो होइन राम्रै छ त्यति राम्रो छैन भन्थ्यो मैले नभेटेको धेरै वर्ष भइसक्यो त्यसलाई त त्यो फोनमा कुरा हुने नयाँ त्यसलाई
अहिले त्यो भएर झटपटी भइरहेको छ है अहिले यहाँ भिडियो सिडियो हाल्छ यता घुमेर त्यो आइज आइज भनिदिन्छु है झन् झटपटी हुँदो रहेछ अनि अस्ति चाहिँ मैले गाली गर्दै थिएँ क्या त्यसलाई गाली गर्ने यताउति सम्झाउने सबै कान्छोलाई गर्नु भनेको यता साथीहरू हामी त तौथली बजार आइपुग्यौँ त यो तौथली बजार हाम्रो मोटे साउजीको घर गृह जिल्ला हाम्रो मोटे साउजीको हाम्रो सुकमेल साउजीको गृह जिल्ला तौथली बजार राम्रो छ है तर साथीहरू तौथली बजार राम्रो रहेछ मेरो पनि फर्स्ट टाइम हो राम्रो ठाउँ रहेछ यार है राम्रो ठाउँ रहेछ के यार मलाई घर दिन्छ यतातिर आएर बस्नु पऱ्यो यार घर पर्दैन एउटा के अरे 10 आना जति जग्गा भइपुग्छ मलाई टक्क लाएर होइन पुरा गाडी सहित घर बनाउँछु त्यस्तो बनाउनुलाई त म यहाँ तल बनाउनु पर्छ नि होइन मैले त रोडमै जान्छ तल गएर त के बस्नु रोडमा दिन्छस् दिइहाल्छु नि पैसा दिनु नि त्यहाँ जानु नामै सानमर्नेको घर पनि यहाँ तल पर्यो सानमर्नेहरू पैसा लगाएर ए तिमीहरू घर चाहिँ उता बजारमा यो घर यही हो ल है हाम्रो मोटे साउजीको घर चाहिँ मैले ल है हाम्रो मोटे साउजीको घर चाहिँ यो होइन तौथली बजार है त ल है साथीहरू एकछिनपछि भेटौँला है त ल राम्रोसित हेर्नु होला है त बबाल 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 हेयर इज आवर ह्यान्डसम एन्ड ब्युटिफुल बाइक त्यहाँबाट झर्ना सरर होइन साथीहरू हेर्नुहोस् त बबाल छ नि हाम्रो ब्युटिफुल घोडा अनि यो झर्नासँगै हामी टक्क अब हामी चाहिँ माथि गएर बाइकलाई छोडेर त्यो माथि झर्नामा गएर फोटो भिडियो गरेर आउँछौँ होइन साथीहरू राम्रो हाम्रो एकदम बबाल झर्ना है त साथीहरू बबाल रमाइलो भइरहेछ होइन एकछिनमा हामी त्यो माथि झर्नामै त्यो पानी खसेको ठाउँमै त्यही माथि पुग्छौँ भने त हामी अहिले है त साथीहरू
एस बबाल एस अब त्यो पानी झरेको छाँगोमै हामी माथि नै जानेवाला छौँ है त साथीहरू हेर्दै गरौँ है त हेर्दै गरौँ है त साथीहरू हेर्दै गरौँ साथीहरू लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला है मजाले गर्नुपर्छ साथ दिनुपर्छ मजाले होइन राम्रो राम्रो भिडियोहरू ल्याउने मेरो काम लाइक सेयर सब्सक्राइब गर्ने तपाईँहरूको काम है त बबाल है झरनाको नाम चाहिँ महावीर झरना रहेछ होइन महावीर झरना झरना उचाइ 90 मिटर समुद्री सतहबाट 1935 मिटर र त्रिपुरा सुन्दरी 45 सिन्धुपाल्चोक सौजन्य गुभाजु परिवार है त साथीहरू र यस्तो पानीको आइरहेछ कि होइन माथिबाट खसेर होइन यस्तो पानीको त्योहरू उडेर आइरहेछ कि बबाल है त साथीहरू यस्तरी छ रङ रङ झरिरहेको छ होइन बबालै छ त्यही त साथीहरू अझै छेउमा जान मलाई एक्लै जानलाई डर लाग्यो होइन त्यो बिजयलाई पुरेको आएको छैन ल है साथीहरू हामी चाहिँ अब तौथली बजारबाट पनि बिदा हुन लाग्यो तौथली बजार हेर्दै गर्नु होला है त एकछिन चाहिँ तौथली बजार र साना खाडी चौक निस्कन्छ हुन्छ है त साथीहरू है त हामी तौथली बजारलाई पनि बाई बाई गरेर अब अगाडि बढ्यौँ है त साथीहरू अब हामी एकचोटि अब तलतिर खाडी चौक पुग्छौँ खाडी चौकमा तलतिर गएर खानासाना खाएर अनि फेरि काठमाडौँको यात्रामा हामी अगाडि निस्किन्छौँ राम्रो रहेछ ठिक छ एकदम शीतल बजार राम्रो बजार है त ल है साथीहरू हामी चाहिँ तौथलीबाट यहाँ तल लामसाङको बजार छेउमा आइपुग्यौँ होइन त लामसाङको त्यही हो यसलाई के भन्छ ड्याम साइड आइपुग्यौँ है त साथीहरू हामी चाहिँ ड्याम साइड पहिला पहिरो गएको थियो नि जुरे पहिरो त्यसको छेउतिर अलिकति अगाडि यो ड्याम साइडतिर आइपुग्यौँ उसले ड्यामबाटै पुल थियो होइन र उताबाट पनि छ ड्यामबाट पुल छ त्यहाँबाट पुल यतापट्टि बनायो ड्याममा पनि छ अझै पहिरो है साथीहरू यो चाहिँ भोटेपछि माथि अलिक माथि चुरे पहिरो है त साथीहरू हामी चाहिँ उता काठमाडौँतर्फ लाग्छौँ है त अलि अगाडि गएपछि त्यहाँबाट चाहिँ लामसाङ बजार स्टार्ट भयो नि त साथीहरू यो बजारमा त्यहाँनिर ग्राउन्ड छ फुटबल खेल्न आएको थियौँ फुटबल खेलेर हामी बसेको थियौँ है लामसाङ बजार चाहिँ राम्रै लाग्छ मलाई है त साथीहरू यहाँनिर हो क्या त्यसको उयो माथि उयो माथि घर हो क्या त्यसको उयो माथि उयो मगाइ राखेको त्यो त्यो हो क्या ल साथीहरू हामी लामसाङ बजार क्रस भयौँ अगाडि अब खाडीचौर बजारमा गएर भेट्छौँ है त साथीहरू हामी ल साथीहरू खाडीचौर बजार स्टार्ट भयो खाडीचौर आयो त
खाडी चौर बजार स्टार्ट भयो खाडी चौर सिधो पात्रो यस्ता बजारमा पनि पर्छ कहाँ पाइन्छ मिठो ल है साथीहरू हामी यहाँनिर मिठो थुक्पा खाएर खाडीचौर बजारमा थुक्पा खाएर अब फेरि हामी अगाडि बढेको है त साथीहरू अगाडि सरर जान्छौँ सरर जान्छौँ अगाडि अलिअलि क्लिपहरू हामी जान्छौँ है त साथीहरू आज नै दोलघाटको उताको बाटोहरू सबै हामी चाहिँ बिस्तारै अब दोलघाटसम्म त्यो क्लिपहरू खिच्छौँ त्यसपछि चाहिँ उताको चाहिँ कतै कतैको मात्रै हुन्छ होला उता चाहिँ ठिकै छ हाम्रो हिजोदेखि बाइक चाहिँ बिजेल मात्रै चलाइरहेको छ बिजेललाई पनि गाह्रो भइसक्यो होला अनि त्यसरी बिजेललाई पालो दिन्छु है त साथीहरू बिस्तारै बढिरहेछौँ क्रस गऱ्यौँ हामी अब उजेलोतिर आयौँ होइन साथीहरू अब उठेको छु किनारै किनारा मौसमले साथ दिएको छ हिजो चाहिँ खैरढुङ्गातिर गएपछि मौसमले साथ छुट्याएको थियो पानीले एकछिन छुट्यो ठिकै छ है त साथीहरू अगाडि बजारतिर गएर भेट्नु नभए त हामी ल है त साथीहरू हाम्रो मिठो बजार छ मिठो बाटो छ मिठो भोटे कसी छ कसैको किनारै किनार सारा हावा खाँदै एकदम यात्रा रमाइलो मजा भइरहेछ है त साथीहरू ल है त हामी बलेफी आइपुग्यो बलेफी चन्दनको बेस्ट नाका बलेफी नाका है त बल्फी बजारबाट चाहिँ यता मदमस जाने गोरेटो बाटो र प्लस यता राइटपट्टि गयो भने चाहिँ के अरे पुनौरे उताबाट मास्तिर गएपछि चाहिँ के अरे ए जलबिरे पुगिन्छ है त साथीहरू अब चाहिँ हामी चाहिँ सिधै जान्छौँ सिधै अगाडि काठमाडौँतिर काठमाडौँतिर लागेको त साथीहरू त्यहाँनिर चाहिँ महादेवको मन्दिर छ होइन त्यो चाहिँ महादेवको मन्दिर हो त्यो चाहिँ महादेवको मन्दिर है त साथीहरू दुईवटा खोलाको बिचमा महादेवको मन्दिर है त सुत्रे बजार है त सुत्रे बजार
रिसोर्ट अगाडि है त साथीहरू ल है साथीहरू यो चाहिँ बाध्य हो यता राइट साइड गयो भने चाहिँ चौतारा पुगिन्छ सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगिन्छ यहाँबाट हामी चाहिँ लेफ्ट साइड काठमाडौँतर्फ अगाडि बढ्छौँ है त काठमाडौँको लागि अगाडि बढ्यो है त साथीहरू हामी है त साथीहरू काठमाडौँतर्फ अगाडि बढ्छौँ हामी लेकतिर लाग्यो भने चाहिँ कोसिपानी पुग्छ भने सिधै जान्छ काठमाडौँको लागि यता जोलाघाट बजार बजारलाई नि हामी बिस्तारै क्रस गरेर अब अगाडि बढ्छौँ है त साथीहरू ल है त साथीहरू आजको भिडियो चाहिँ यहीसम्म यहाँभन्दा अगाडि चाहिँ अब खासै खिचिँदैन होला आजको भिडियो यहाँसम्म है त साथीहरू है त लास्टसम्म हेरिदिनु होला साथ दिनु होला लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला है हौसला बढाइदिनु होला है त ल है त हस् त धन्यवाद।